अनि यो ठाउँको नाम घोष चाहिँ यो पहिल्यै खै कहिले हामी जन्म नगर्ने थाहा थियो त्यो जन्मिँदाखेरि थाहा पाउनेपछि घोष भन्थ्यो घोष डाँडा भन्थ्यो घोषै घोष होइन किन चाहिँ घोष भनेको यसलाई घोष किन भन्ने कुरो त्यो पनि अब पत्तो भएन बा अब के चाहिँ भनेर भन्यो भने त्यो राख्ने मान्छेले को हो कहाँको हो त्यो बुझ्दैन होइन हामी चाहिँ घोष डाँडा भनेको सुन्यो हाम्रो घर के ठाउँलाई घोष डाँडा भन्दो रहेछ भन्ने खालको चाहिँ अनुभव भइरहेको छ ए हजुर कहाँबाट आउनुभएको हजुरहरू खै यो हाम्रो हिन्दूहरू चाहिँ उता सुक्खिमबाट आएको अरे सुक्खिमबाट यहाँ जान्ने चाहिँ को हुनुहुन्छ होला यता जान्ने सबै पहिलादेखि जान्ने भनेको त अब खै यहाँ पर मेरो काका ससुरा हुनुहुन्छ सती भन्ने कति टाढा यहाँनिर पर्तिर यो यहाँ पर्तिर दोकान घर छ कि सानो एउटा घुम्ती त्यहाँनिर गएर त्यहाँ नानी कहाँमा छ खड्काको बुहारी उसलाई बिमल घर कुनै पर्तिर देखाएको ए हुन्छ बिमल उहाँको बुवा चाहिँ जानुहुन्छ मेरो ससुरा हुनुहुन्छ त्यहाँ काका ससुरा होइन सती भन्छ ए हुन्छ हामी चाहिँ अलिक जान्दैनौँ अलिक पछाडिकै पर्यो तिमी खाली छ भाइ लु हिँड जाऊ मेरो नाम चाहिँ दलबहादुर योन्जन खास गरेर अब पुरै नाम चाहिँ मेरो दलबहादुर योन्जन हजुर तामाङ हो होइन हजुर सुरुमा त म पढ्दै गर्दा त साथीहरूले योन्जन भन्ने त बुझेन कुनै भाषा क्या हो क्या योन्जन भनेको होइन इन्जिन पनि भन्ने गरे इन्जिन भन्ने जिस्काएर पनि होइन अब उनीहरूले अब तामाङको छर भन्ने कुरो नजानेर भनौँ न 28 सालमा चाहिँ तपाईँले के एसएलसी दिएको त्यतिखेर हाम्रो प्रधान अध्यापक भनेको चाहिँ देवीराज श्रेष्ठ त्यसरी पढ्दै गयो र अब पढ्दै जाँदाखेरि तेरो घर कहाँ हो भर्खर त्यो साथीभाइले होइन घोष भन्दा गाउँको नाउँ घोष हो कसरी नाम रहनु गयो भन्दैछु म घोष भन्दाखेरि इलाम बजारको त्यो बजारको मान्छेले नजान्ने कहाँ हो अनि घोष चुरीघाँटी चाहिँ जान्ने थियो चुरीघाँटी छ नि चुरीघाँटी भन्ने चाहिँ जान्ने चुरीघाँटी चाहिँ अलिकति पर्छ त्यो हो घोष भन्ने त्यो गुम्बा थिएन यहाँ गुम्बा नभएपछि यो किनारी भएन होइन अब बाटोघाटो थिएन बाटोघाटो नभएपछि हामी पढ्नु जाँदाखेरि सानो बाटो थियो अब स्कुल पुग्दा पनि कुरै कुरो भएर पुग्थ्यौँ स्कुलबाट आउँदा पनि पहिला कुरो टिपेर मात्रै खाजासाजा के खान्थ्यौँ होइन त्यस्तो अवस्था थियो र त्यो त्यतिखेर चाहिँ यो घोष किन भनेको रहेछ भन्दाखेरि झोसलाई घोष बनाएको रहेछ बुझ्दै जाँदाखेरि इतिहास बुझ्दै जाँदाखेरि यहाँ पहिला बाघ भालुहरू भालुको नभनौँ बाघ लाग्ने चितुवाहरू लाग्ने ठाउँ रहेछ एकदम घारी घना जङ्गल पछि बाबु बाजेहरूले खाँडेर यो बनाएको मात्रै रहेछ अनि झोस हुँदै घोष भन्ने नाम त्यसरी नामकरण भएको रहेछ पहिला झोस भन्दा भन्दै घोष लागेको रहेछ मैले बुझ्छौँ त्यहाँ हो चुरेघाँटी बिमलाटी होइन यो इलामहरू चाहिँ कस्तो थियो त्यति बेला यसो हेर्दाखेरि अब त्यसरी भन्दाखेरि पहिला शैक्षिक जगततिर झुमाइ हुन्छ मजाले मैले जब एसएलसी पास गरेर हाई स्कुलबाट ठाडो उकालो आउँदै गर्दा त्यो बजारतिर पस्ने क्रममा प्रमाणपत्र बोकेर आएँ नि बजारका मारवाडीहरू सबै उठेर बाहिर निक्लेर हेरेका यसरी किन हेरेका त्यो थाहा भएन हो हरे बुझ्दाखेरि किन हेरेको छ भने यो केटोले एसएलसी पास गरेर आएको छ भनेर हेरेको छ पछि बुझ्दा त्यस्तो अवस्था थियो एसएलसी पास गरेको मान्छे के हो क्यों अनि बजारमा त्यस्तै फुसको छानाहरू भएको घर थियो 15-20वटा घरहरू थियो सबै फुसको छाना थियो एक दुईवटा टिनको थियो होला एउटा मुन्डा घर पनि थियो अहिले छँदै थियो लोड नाटेको छ फुरी शेर्पाको घर थियो मुन्डे भनौँ न फुरी शेर्पाको घर थियो नेपाल ब्याङ्कदेखि मुन्टिरपट्टि खड्गनारायण श्रेष्ठको घर रहेछ त्यो दाजुभाइको अंशबाट खेल्दै गर्दाखेरि सडकमा गइरहेको छ त्यो अलिकति पक्की घर त्यो देखियो अरू सबै कच्ची घरहरू थियो अब बिप्लटे को कुरा आयो चुरेघाँटीमा एउटा पसल थियो रातो फुसको छाना भएको रातो माटोले लिपेको तल्लोपट्टि तामाङ चाहिँ पसल थियो तामाङ पसल भनेको हाम्रै माओवादी खालको पसल थियो पछि चाहिँ त्यो मकवानको भयो मकवान यो विजय मकवानको बाबुले ऊ अपरेटर थियो अपरेटर काम गर्थ्यो उसमा विद्युत के अरे उसमा आभा भन्थ्यो होइन आकाशवाणी आभा भन्थ्यो आकाशवाणी अन्त टेलिकममा उहाँ बसेर त्यहाँ व्यापार गर्नु
एउटा घर थियो पछि दुईवटा भयो त्यहाँ त्यो गर्नु पुरै घाटीमा थिएन पछि अरू आटा बनाएको अब बिप्लोटीको नाम निशान थिएन बिप्लोटी भनेको सानो गाडी हो बिप्लोटीमा 2034 सालमा म के अरे बरबटेमा जागिर गर्दै गर्दा जागिर खाँदै गर्दा के जागिर खानु त्यति बेला म सचिवको जागिर खाएँ गाडी सचिवको ए खाँदै गर्दाखेरि त्यहाँनिर सानो गाडी एउटा घर थियो एउटा घर कसको छु भन्दा त्यो अहिले त्यो विजय सेन मोक्तान होइन उसको बाबु अपरेटरको घर त्यो पल्लो छेउमा हो त्यो एक तले मजबुरी सिमले बारेको भाटाले बारेको घर थियो दोकान गर्नुहुन्थ्यो त्यहाँ एउटा घर थियो अनि त्यस पछाडि त्यति भएपछि अब बिप्लोटेक भयो सारङ्गे भन्ने ठ्याक्कै नाम थियो श्रेष्ठ हुनुहुन्थ्यो श्रेष्ठ सारङ्गे हो होइन सारङबाट आएको हो सारङ्गे भन्थ्यो राम्रो चिन्जान यहाँ पनि आइरहने ऊ त माथि डाँडामा भएको थियो देवसानमाथि त्यो निरौला लिनु भएको छैन त्यहाँ हो त्यो निरौला सोते निरौला बसेको ठाउँमा सारङ्गे बस्थ्यो है उसैले अनि ठुलो झम्पल अनि त्यो काठको चाहिँ बग्गी माटो सोर्ने पन्थी हाल्ने अनि बेल्चा सेल्चा लगेर माथिबाट झम्पल त्यो चुली डाँडाबाट झम्पल लगाएर खारेको थियो सम्याएको पहिला सुरुमा सारङ्गेले अहिले सँगै छ छोराहरू सारङ्गेको अब जान चाहिँ मगर्ने हो बितिसके सारङ्गे पनि बित्यो छोराहरू छ अहिले त्यसरी सारङ्गेले त्यहाँ बस्ती बसाएको भनेर भन्दा पनि फरक पर्दैन उसैले खारेको त्यतिको दोजक थिएन खन्नै पर्दैन झम्पल लगाएर बेल्चा लगाएर खार्दै उसले घर बनाएको त्यहाँ अब त्यहाँदेखि खाइसकेपछि अरूले त्यहाँ सबैको आँखा गाड्यो अब पछि त हाइवे हुने भयो त्यहाँ त्यो पनि चलिराखेको छ 5 वर्ष जाने तापलुङ जाने भन्ने कुरो छ अब त्यहाँदेखि चाहिँ अब 36 सालतिर नै होला दोजर लागेपछि त पक्का बाटो आउनु त भयो नि त 34, 35, 36 हो 36 साल त बाटो आउने भएपछि त अलिक सबैले घडेरी सस्तो दाममा विशेष गरेर लिम्बूहरू त्यो लिम्बूहरू लिएर आफूले खारेर घर बनाएर त्यसरी बसेको ठाउँमा त्यो त्यतिखेर अवस्थामा भनेको त्यो च्यानडाँडा हो।